नमस्ते दिदी। हजुरलाई चाहिँ डाक्टर साहबले चाहिँ यो इन्हेलर औषधिहरू चाहिँ किन दिनुभएको भन्ने कुरा पहिला हजुरले आफूले बुझ्नुपर्ने हुन्छ हैन। यो इन्हेलरहरू भनेको चाहिँ हाम्रो जुन समस्या छ नि, खोकी लाग्ने, घ्यारघ्यार हुने समस्या चाहिँ मेन चाहिँ सासको नलीहरू साँघुरो हुने, खुम्चिने हुने समस्या हो के यो। र यो इन्हेलरहरू चाहिँ डाइरेक्ट फोक्सोमा पुग्ने औषधि हो हैन। जसरी हामीलाई आँखाहरू रातो भयो भने के गर्छ, हामीले आँखामै आई ड्रप्स हाल्छौँ नि त हैन। कानमा समस्या भने कानकै इयर ड्रप्स हाल्छौँ, छालामा समस्या भयो भने मलमहरू लगाउँछौँ। त्यस्तै यो चाहिँ फोक्सोको सासको नलीको समस्या हो। त्यही भएर डाक्टरले चाहिँ सिधै फोक्सोमा मात्र पुग्ने औषधि दिनुभएको, यो अरू शरीरको अरू भागमा पुग्दैन है त। र अर्को कुरो भनेको चाहिँ यसको कुनै पनि साइड इफेक्ट पनि हुँदैन। किन हुँदैन भन्दाखेरि चाहिँ तपाईँलाई अब औषधिको डोज, प्राय औषधिहरू, ट्याब्लेट औषधि, झोल औषधिहरू एमजीमा हुन्छ। यो भनेको माइक्रोग्राममा हुन्छ। भनेको 1 एमजीमा 1000 माइक्रोग्राम हुन्छ। यिनीहरूसम्म 100 माइक्रोग्रामको औषधि हो। हजुरलाई डाक्टर साहबले दुईटा औषधि दिनुभएको छ, एउटा चाहिँ आस्तालिन र एउटा बुढेकोट हैन। यो चाहिँ कस्तो खालको औषधि हो भन्दाखेरि चाहिँ हामीले युज गर्दाखेरि चाहिँ आस्तालिन चाहिँ डाक्टर साहबले चाहिँ हजुरलाई चाहिँ अब 4-4 घण्टाको फरक, न त 6-6 घण्टाको फरकमा, अलि बढी च्यापेको छ भने 4-4 घण्टाको फरकमा, न त अलि नर्मल छ भने 6-6 घण्टाको फरकमा चाहिँ 5 देखि 7 दिनसम्म चाहिँ 2-2 पफ लिनु पर्यो भन्नुभएको छ। भने यो चाहिँ गाह्रो हुँदा मात्र लिने हो। 5 देखि 7 दिन लगातार दिने, त्यसपछि चाहिँ गाह्रो रोकिदिने, गाह्रो भयो भने दिने, न त दिन परेन। र अर्को औषधि भनेको चाहिँ बुढेकोट, यो चाहिँ हामीले रेगुलर दिनुपर्छ। डाक्टर साहबले थोरैमा पनि 3 देखि 6 महिनासम्म युज गराउनुहुन्छ। एउटा यसको समयको ड्युरेसन चाहिँ 3 देखि 6 महिना हुन्छ। कोही बच्चा चाहिँ 3-6 महिनामा नै कन्ट्रोलमा आउँछ भने कोहीलाई अलि बढी टाइम नै लाग्न सक्छ है, बुझ्नुभयो। तर मिनिमम पनि डाक्टरको सल्लाह बिना चाहिँ हजुरले नछोडिकन 3 देखि 6 महिना चाहिँ दिनुपर्छ। हजुर, त्यो चाहिँ डाक्टरले भन्नुहुन्छ हजुरलाई है त। र यो औषधि, रातो औषधि दिएपछि चाहिँ हामीले चाहिँ सकेसम्म मुख पुछ्दिने या पानी खान दिने गर्नुपर्ने हुन्छ है त। र हजुरलाई चाहिँ यो दुईटा औषधि भयो भनेपछि हामीले यो भाँडोबाट दिनु पर्यो। यसलाई स्पेसर भन्छ, मिनी स्पेसर है त। यो हेर्दा नि सजिलो छ। अब यो मास्क हुन्छ, उसले सेम बाफ लगाएको जस्तो गरेर औषधि लिने हो। यसलाई चाहिँ खोल्न मिल्यो, खोल्यो। र यो मास्क चाहिँ हामीले जोड्यो, गर्दैन है। यो डोजै कम हुन्छ नि त, त्यही भएर अब यो सिधा भयो। मास्क लगाउने सकेसम्म हाम्रो हात चाहिँ भित्र नपसाउने, किनभने हेर्दा सफा भयो भने हाम्रो हात चाहिँ फोहोर हुन्छ। हामीले जथाभावी छोएको हुन्छौँ। केही हातमा टाँसेको छ भने योमा छोयो भने के हुन्छ, त्यो टाँसियो भने, फोहोर टाँस्यो भने उसले सास लिँदाखेरि फोहोरै फोक्सोमा जाने हो है त। र सुरुमा चाहिँ आस्तालिनको चाहिँ के हुन्छ, अब यसलाई चाहिँ समाउँदाखेरि चाहिँ बुढी औँला तल